ल है साथीभाइहरू, आज फेरि एउटा सानो र रोचक भिडियो लिएर आएको छु। यो भिडियो हेरेर सबैले माया गरिदिनु होला अनि लाइक कमेन्ट सेयर गरिदिनु होला। मलाई फलो गर्नुभएको छैन भने फलो गरिदिनु होला भन्न चाहन्छु। अनि आजको भिडियो खास के हो भने, एकजना चोरलाई पुलिसले पक्रेछ। अनि पुलिसले पक्रेपछि अनि त्यसलाई जेल लगेर गएछ। अनि अनुसन्धान गर्दै जाँदा त्यसको धेरै केसहरू चोरीको रहेछ। अनि चोरीको धेरै केस भएपछि उसलाई चाहिँ अनि मृत्युदण्डको सजाय सुनाइएछ। अनि मृत्युदण्डको सजाय सुनाइएपछि अब मृत्युदण्डको सजाय सुनाएपछि त कैदीलाई अनि तेरो अन्तिम इच्छा के हो भनेर मान्छेले सोध्छ नि त। अनि त्यहाँको पुलिसले अथवा जेलरहरूले सोधे है। अनि सोधेपछि उसले भन्यो अरे मेरो अन्तिम इच्छा भनेको मेरी आमालाई भेट्ने हो भनेर भन्यो अरे। अनि उनीहरूले सोच्यो, आहा आमालाई भनेपछि यो मान्छेले धेरै आमालाई माया गर्दो रहेछ, त्यो कारणले अनि उसले आमालाई भेट्न चाह्यो। अब यसको आमालाई बोलाइदिनु पर्यो भनेर अनि उनीहरूले उसको आमालाई बोलाइदिएछ। अनि आमालाई बोलाएपछि आमा अनि छोराको सामु आयो रुँदै। अब छोरालाई मृत्युदण्ड दिनुपर्ने अनि अब अन्तिम इच्छा आमालाई भेट्ने भनेर चाहिँ अनि रुँदै छोराको छेउमा आमा आएपछि अनि छोराले आमाको हालखबर केही नसोधी सिधै आमाको मुखमा थुकिदियो गरे। अनि बेसरी हकारेर भन्यो गरे, तपाईँ जस्तो आमा पाएको मलाई धिक्कार छ, मेरो अन्तिम इच्छा पुरा भयो, तपाईँ जान सक्नुहुन्छ भनेर भने। त्यो देखेपछि त्यहाँको जेलरहरू अनि त्यहाँको पुलिसहरू छक्क पर्यो। वाह, यो मान्छेले आमालाई माया गर्छ भनेको त घृणा पो गर्दो रहेछ, तर यसको रिजन चाहिँ के हो, कारण के हो भनेर त्यो मान्छेलाई सोधे गरे। अनि आमालाई त माया गर्नुपर्नेमा अनि तैँले किन आमालाई त्यसरी थुकेर धिक्कारिस, अन्तिम इच्छा आमालाई भेट्छु भनेको होइन भन्दा अनि त्यो मान्छेले भने अरे, म सानो बेला मैले के सही के गलत के राम्रो के नराम्रो भनेर छुट्याउन सक्ने मेरो अवस्था थिएन। त्यति बेला मैले स्कुलबाट एउटा साथीको झोलाबाट पेन अथवा एउटा कलम चोरी गरेर ल्याएको थिएँ। त्यो ल्याउँदा मैले आमालाई देखाएँ। अनि आमाले मलाई त्यति बेला केही नभनेर मेरो गाला मोसारिदिनु भयो अनि मेरो गालामा चप्प माई खानुभयो। अनि मैले सोचेँ, आहा यो त राम्रो काम पो रहेछ भनेर म त्यो दिनदेखि चोरी गर्न सुरु गरेँ अनि चोर्न सिकेँ। अनि आज आएर मैले मृत्युदण्ड भोग्नु पर्यो। यदि त्यो बेला आमाले मेरो गालामा 2 चड्कन बजाएको भए, यो गलत हो भनेको भए आज सायद म मृत्युदण्ड भोग्नु पर्ने थिएन होला, मैले मृत्युदण्डको सजाय भोग्नु पर्ने थिएन होला। त्यसैले मैले आमालाई यसो गरेको भनेर भनेछ क्या साथी। अनि त्यो भनेपछि पुलिसहरू छक्क पर्यो। त्यसैले हाम्रो छरछिमेकमा, हाम्रो वरपर, हाम्रो छोराछोरी अनि कुनै पनि हाम्रो आसपासमा कोही मान्छेहरू के गलत के सही भनेर यदि छुट्याउन नसक्ने खालको छ भने त्यो मान्छेलाई सही र गलत छुट्याउने जिम्मेवारी मेरो अनि हजुरहरूको हो भन्ने लाग्यो मलाई। त्यही कारणले मैले यो भिडियो बनाएको। हजुरहरूलाई के लाग्छ कमेन्ट गर्नुहोस् अनि त्यसको प्रतिक्रिया कमेन्टमा दिनुहोस् है त। हस्, जय नेपाल, जय देश।